नेपालमा एउटा पुस्ता एक्कासी जुर्मुरायो, जुट्यो, एकै आवाजमा बोल्न थाल्यो। अब त अति भयो। पुस्ता थियो 13 देखि 28 वर्ष उमेर समूहका युवा अर्थात् जेनजी। यो पुस्ताले सामाजिक सञ्जाललाई आफ्नो हतियार बनायो, सत्य खोज्न र आवाज बुलन्द गर्न। तर कसरी सुरु भयो यो अभियान अनि कसरी विद्रोहमा परिणत भयो? अनलाइनबाट सुरु भएको यो आन्दोलन किन अनलाइनमा मात्र सीमित रहेन, बरु देशैभर फैलिएको एक राजनीतिक क्रान्ति बन्यो। नेपालको राजनीतिक र सामाजिक संरचनामा नेपोबेबी शब्द अचानक छायो। पार्टीका नेता, मन्त्री र ठूला उद्योगपतिहरूका छोराछोरी समान अवसर बिना नै ठूलो पदमा पुग्ने, विशेष सुविधा पाउने र भविष्य सजिलै सुरक्षित गर्ने क्रमलाई युवाहरूले नेपोकिड वा नेपोबेबी भन्न थाले। यसले एउटा नयाँ विमर्श ल्यायो। हामी सामान्य युवाहरू श्रम, प्रतिभा र सङ्घर्ष गरेर अघि बढ्छौँ, तर किन नेताका छोराछोरीहरूलाई देश र राज्य संयन्त्रले नै सजिलै उपलब्ध गराउँछ? यो प्रश्नबाट सुरु भएको असन्तुष्टि सामाजिक सञ्जालमा ठूलो ह्यासट्याग बनेर जेनजीको पहिलो विद्रोही स्वरूप देखा पर्यो। तर असन्तुष्टि केवल अनलाइनमा मात्रै सीमित रहेन। नेपोबेबी सँगसँगै सेप्टेम्बर 3बाट भएको सोसियल मिडिया ब्यान्डले यसलाई अझै चर्को बनायो। सँगसँगै एमाले मन्त्रीले बालकुमारीमा बालिकालाई ठक्कर दिएपछि भएको र पार्टीका शीर्ष नेताहरूले त्यसमा दिएको गैर जिम्मेवार अभिव्यक्तिले झन् अझै घिउ थप्ने काम गर्यो र सबै घटनाक्रमले जेनजीको यो असन्तुष्टिलाई अझै अर्को स्तरमा पुर्यायो। उनीहरूले बुझ्न थाले भ्रष्टाचार अब अति भयो, पुराना पुस्ताको शासन अब सहन सकिँदैन र उनीहरू शान्तिपूर्ण आन्दोलन गर्ने हिसाबले सेप्टेम्बर 8 को दिनलाई छान्छन्। छलफलहरू अनलाइन प्लेटफर्म जस्तै डिस्कर्ड र रेडिट जस्ता प्लेटफर्मबाट सुरु हुन्छ। 2025 साल सेप्टेम्बर 8 को दिन नेपालको आधुनिक इतिहासमै एक रक्तरञ्जित अध्याय बन्यो। त्यो दिन युवाहरू शान्तिपूर्ण प्रदर्शनका लागि उत्रिएका थिए, तर सरकारले आन्दोलन दबाउन सुरक्षा बललाई आदेश दियो र त्यसै दिन सडकमा रगत बग्यो। निहत्ता युवामाथि ताकी टाउको र छातीमा गोली, लाठीचार्ज र अश्रु ग्यासको अन्धाधुन्ध प्रयोग भयो। एकै दिन 19 जना युवाको राज्यद्वारा हत्या भयो, 100औं घाइते भए। यो नरसंहार मात्र थिएन, यो युवा पुस्ता माथिको विश्वासघात थियो। रगतले सिज्जिएको त्यो दिनपछि देशभर आक्रोशको ज्वालामुखी फुट्यो। सेप्टेम्बर 9 मा काठमाडौँ मात्र नभई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म लाखौं युवा सडकमा उत्रिए। सरकार विरुद्ध चर्को नाराहरू गुन्जिए। सरकारी कार्यालय, पार्टीका भवन, नेताहरूका पोस्टर र घरहरू र सत्ताका प्रतीकहरूमाथि क्रोध पोखियो। जेनजीको विद्रोह अब अपरिहार्य क्रान्तिमा बदलिसकेको थियो। आजको दिनसम्म यो आन्दोलनमा 75 जनाको मृत्युका साथसाथै हजारौं घाइते भइसकेका छन्। त्यसै दिन सिंहदरबार जल्यो, न्यायालयहरू जले, संसद भवन जल्यो, 100औं पुलिस चौकी जलाइए, पुलिसहरू नै पनि मारिए, कयौं व्यापारिक केन्द्रहरू जले, घरहरू जलाइए। यो आन्दोलनपछि देशमा प्रश्न उठ्यो, जनमानसमा प्रश्न उठ्यो, हामीले के पायौँ अनि हामीले के गुमायौँ र अब कसरी अघि बढ्ने? छानबिन समिति गठन भयो, तर जनता अझै शङ्कामै छन्। साँचो दोषीमाथि कारबाही हुन्छ त? यो फेरि पुरानै शैलीमा टुङ्गिन्छ कि? देशलाई अगाडि बढाउन अब अन्तरिम सरकारले साहसिक निर्णयहरू लिनै पर्छ। तीमध्येका केही बुदाहरू देशलाई नयाँ दिशामा लैजाने रोडम्याप हुन सक्छन् र तीमध्येका केही बुदाहरू यहाँ उल्लेख गरिएको छ। तत्काल 10 देखि 15 जना शीर्ष नेताहरू र उनका नजिकका व्यक्तिहरूको सम्पत्ति छानबिन गरिनुपर्छ। स्रोत प्रष्ट नभए जेल कोचिनुपर्छ। सरकारी कर्मचारीहरूको सम्पत्तिको पनि कठोर छानबिन गर्नुपर्छ। 3 नम्बर, फागुन 21 भित्र हरसम्भव चुनाव गर्नुपर्छ। 4 नम्बर, यस चुनावसँगै धर्मनिरपेक्षता र राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गरिनुपर्छ। धर्मनिरपेक्षता र राजसंस्थाको विषयमा बेला बेला हुने असन्तुष्टि र विद्रोहहरूको यही जनमत सङ्ग्रहबाट अन्त्य गर्नुपर्छ। 5, प्रदेश संरचनाबारे व्यापक राष्ट्रिय बहस गरिनुपर्छ। 6, स्थानीय तहको पुनर्संरचना आवश्यक छ। सङ्ख्या करिब 450 मा झार्दै गाउँपालिका र नगरपालिका मात्र रहने गरी नयाँ ढाँचा बनाउनुपर्छ। 7,
काठमाडौँ, ललितपुर र भक्तपुरका सबै स्थानीय तहहरू खारेज गरी दिल्ली जस्तै विशेष शासकीय स्वरूप बनाउनुपर्छ। तराईका प्रमुख सहरहरूमा पनि यस्तै ढाँचा लागू गर्न सकिन्छ। 8. केन्द्रीय सरकारले बजेट गाउँपालिका मार्फत मात्र प्रवाह गर्ने व्यवस्था गर्नुपर्छ। नगरपालिकाले आफ्नो स्रोत आफै जुटाउने प्रणाली विकास गर्नुपर्छ। 9. सङ्घमा केवल 7 देखि 8 मन्त्रालय मात्र रहने गरी सरकारलाई छिटो र प्रभावकारी बनाउनुपर्छ। 10. केन्द्रीय बजेटलाई 10 देखि 12वटा मात्र राष्ट्रिय गौरवका आयोजना, विशेष आर्थिक क्षेत्र, अनुसन्धान केन्द्र र विश्वविद्यालय विकासमा केन्द्रित गर्नुपर्छ। 11. आयोगहरूको सङ्ख्या कटौती गर्नुपर्छ। 12. मानवाधिकार आयोगमा पूर्व न्यायाधीश र विश्वविद्यालयका प्राध्यापकहरू मात्र नियुक्त गर्ने व्यवस्था गर्नुपर्छ। 13 नम्बर, विदेशी फन्डलाई वान्डोर पोलिसी अन्तर्गत ल्याउनुपर्छ। खर्च गर्ने क्षेत्र नेपाल सरकारले नै निर्धारण गर्नुपर्छ र स्थानीय एनजिओहरूले सरकारलाई नै जवाफदेही बन्नुपर्ने व्यवस्था मिलाउनुपर्छ। 14 नम्बर, समानुपातिक वा कोटा प्रणाली कति समयसम्म राख्ने भन्ने स्पष्ट टाइमलाइन बनाउनुपर्छ। प्राविधिक र प्रोफेसनल पदमा सकेसम्म चाँडै कोटा प्रणाली हटाउनुपर्छ। 15. संवैधानिक निकाय र न्यायालयमा हुने नियुक्तिका लागि लोकसेवा आयोग जस्तै एउटा स्वतन्त्र निकाय बनाउनुपर्छ। 16. प्रत्यक्ष वैदेशिक लगानी एफडीआई ल्याउनका लागि सबै प्रक्रिया एकै ढोकाबाट वा एकै ठाउँबाट हुने व्यवस्था बनाउनुपर्छ। 17. सम्भव भए सङ्घीय राजधानी परिवर्तन गरेर नयाँ सन्तुलन ल्याउन सकिन्छ। 18. संविधान संशोधन गरी प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद मात्र राख्ने, समावेशिता पार्टीले उम्मेद्वार चयन गर्ने बेलामै विचार गर्नुपर्ने। 19. राष्ट्रिय सभामा सबै जाति, धर्म, क्षेत्र, वर्ग र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्ने र सीमित राजनीतिक अधिकार दिने। संसदले पास गरेका विधेयकलाई बढीमा 6 महिनासम्म मात्र रोकेर त्यसपछि स्वतः पारित हुने व्यवस्था गर्नुपर्छ। 20. सबै संरचना बनिसकेपछि मात्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान सकिन्छ। 21. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गरी पारदर्शिता र जवाफदेहितालाई सुनिश्चित गर्नुपर्छ। जेनजीको विद्रोह केवल आक्रोश होइन, यो नयाँ नेपाल निर्माणको सपना हो र अब त्यो सपना साकार पार्ने जिम्मेवारी अन्तरिम सरकार, राजनीतिक नेतृत्व र हामी सबै नागरिकको काँधमा छ। नेपाल अब पुरानै शैलीमा अड्किन सक्दैन, अब नयाँ बाटो रोज्नै पर्छ।